धनु राशिको सम्पूर्ण जानकारी जन्मदेखि युवा अनि मृत्युसम्मको अवस्था, स्वास्थ्य, शिक्षा, व्यापार, व्यवसाय, दाम्पत्य जीवन, शुभ अङ्क, शुभ रङको बारेमा आज हामी कुराकानी गर्छौँ धनु राशिको बारेमा। हजुरहरू कस्तो अवस्थामा कुन ठाउँबाट हुनुहुन्छ अवश्य कमेन्ट गरेर जानकारी दिनुहोला। नयाँ दर्शकवृन्द हुनुहुन्छ भने सब्सक्राइब गरेर हाम्रो च्यानलमा जोडिनुहोला भने पुरानो दर्शकवृन्द हुनुहुन्छ भने कमेन्ट गरेर जानकारी गराउनुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। धनु राशिको जन्मदेखि युवा अवस्था अनि मृत्युसम्म कस्ता अवस्थाहरू आइपर्छन्, स्वास्थ्य, शिक्षा, व्यापार, व्यवसाय, दाम्पत्य जीवन, प्रेम, आध्यात्मिक क्षेत्र, वैदेशिक रोजगार सबै जानकारी गर्नेछौँ। धनु राशि अग्नि तत्त्व राशि मानिन्छ। यो राशिका व्यक्तित्वहरू सामान्यतया खुल्ला विचार भएका, स्वतन्त्र स्वभाव भएका, सत्य बोल्न रुचाउने, ज्ञानको खोजी गर्ने र जीवनलाई ठुलो दृष्टिकोणले हेर्ने खालका हुन्छन्। धनु राशिका मानिसहरूलाई एउटा ठाउँमा लामो समय बस्नुभन्दा नयाँ कुरा सिक्न र नयाँ स्थान घुम्न, नयाँ अनुभव लिन मनपर्ने गर्दछ। यिनीहरूको जीवनमा सङ्घर्ष भए पनि आत्मविश्वास र आशावादीको कमी प्राय हुँदैन। बाल्य अवस्थामा धनु राशिका जातकहरू अलि चञ्चल, जिज्ञासु, धेरै प्रश्न गर्ने स्वभावका हुन्छन्। सानै उमेरदेखि नयाँ कुरा सिक्ने इच्छा बलियो हुन्छ। परिवारका सदस्यहरूलाई यिनीहरूको खुलेर बोल्ने बानी कहिलेकाहीँ मन नपर्न सक्छ, तर यिनीहरूको मन सफा हुन्छ। पढाइमा रुचि हुने भए पनि एउटै विषयमा धेरै समय ध्यान केन्द्रित गर्न भने सक्दैनन्। किशोर अवस्थामा धनु राशिका व्यक्तित्वहरूले साथीभाइको ठुलो घेरा बनाउने गर्दछन्। यिनीहरू नेतृत्व गर्ने क्षमता भएका, आफ्नो विचार स्पष्ट राख्ने, अर्कालाई साथ सहयोग सपोर्ट गर्ने, परोपकारी भावना भएको, कहिलेकाहीँ बिना सोच विचार बोलेका शब्दहरूले सम्बन्धमा समस्याहरू ल्याउन सक्छ। त्यसैले बाणीमा संयम राख्नु धनु राशिका व्यक्तित्वहरूका लागि धेरै महत्त्वपूर्ण कुरा हो। शिक्षाको क्षेत्रमा धनु राशिका मानिसहरूलाई दर्शन, धर्म, अध्यात्म, कानुन, राजनीति, शिक्षा, पत्रकारिता, पर्यटन, विदेशी भाषा तथा अनुसन्धान सम्बन्धी विषयहरू राम्रो मानिन्छ। यिनीहरूलाई ज्ञान प्राप्त गर्ने इच्छा जीवनभर रहन्छ। कतिपय धनु राशिका व्यक्तित्वहरू विदेश अध्ययन र विदेश यात्राको अवसर पनि प्राप्त गर्दछन्। प्रेम सम्बन्धमा धनु राशिका व्यक्तित्वहरू इमान्दार र खुल्ला स्वभावका हुने गर्दछन्। यिनीहरू झुट र बनावटी व्यवहार मन पराउँदैनन्। प्रेममा स्वतन्त्रता चाहने भएकाले अत्याधिक नियन्त्रण गर्न खोज्ने साथी यिनीहरूले मन पराउँदैनन्। सम्बन्धमा विश्वास र सम्मान पाए धेरै समयसम्म टिक्ने सम्बन्ध निर्माण गर्न सक्छन्। विवाहको कुरा गर्दा धनु राशिका व्यक्तित्वहरूको वैवाहिक जीवन सामान्यतया राम्रो मानिन्छ। जीवनसाथीबाट सहयोग प्राप्त हुन्छ, तर आफ्नो कर्तव्य र स्वभावका कारण कहिलेकाहीँ वैवाहिक जीवनमा मतभेद आउन सक्छ। अर्कालाई बुझ्ने प्रयास गरेमा दाम्पत्य जीवन सुखद बन्न सक्छ। रोजगार तथा व्यवसायको क्षेत्रमा धनु राशिका व्यक्तित्वहरूले आफ्नै मेहनतबाट उन्नति गर्ने सम्भावना बढी हुन्छ। सरकारी सेवा, शिक्षा, अध्यापन क्षेत्रमा, धार्मिक क्षेत्र, परामर्श, पर्यटन, सञ्चार, प्रकाशक, व्यापार तथा विदेशी सम्बन्धित काममा राम्रो सफलता मिल्न सक्छ। यिनीहरू जोखिम लिन डराउँदैनन्, त्यसैले व्यवसायमा पनि राम्रो अवसर प्राप्त गर्न सक्छन्। आर्थिक रूपमा धनु राशिका मानिसहरू कमाउन सक्ने क्षमता भएका हुन्छन्। पैसा कमाउन सजिलो भए पनि खर्च गर्ने बानीका कारण बचतमा समस्या आउन सक्छ। लगानी गर्दा सोच विचार गरेर निर्णय गर्नु राम्रो हुन्छ। दीर्घकालीन योजना बनाएमा आर्थिक अवस्था बलियो बन्दै जान्छ। स्वास्थ्यको दृष्टिकोणले धनु राशिका व्यक्तित्वहरू सामान्यतया बलिया, तर खानपानमा लापरवाही, अनियमित जीवनशैली र अत्याधिक यात्राका कारण समस्या आउन सक्छ। विशेष गरी कलेजो, जाँघ, कम्मर, स्नायु, रक्तचाप सम्बन्धी समस्या देखिन सक्छन्। नियमित व्यायाम र सन्तुलित आहार अत्यन्त लाभदायक हुन्छ। धनु राशिका व्यक्तित्वहरू धार्मिक तथा आध्यात्मिक स्वभावका हुन्छन्। जीवनमा कुनै न कुनै समयमा धर्म,
ध्यान, पूजा, तीर्थ अथवा आध्यात्मिक अभ्यासतर्फ आकर्षण बढ्न सक्छ। कठिन समयमा भगवानप्रतिको आस्था र यिनीहरूको बल बन्छ। मध्यम उमेरतिर धनुराशिका व्यक्तित्वहरूको जीवनमा ठूलो परिवर्तन आउन सक्छ। यस समयमा आर्थिक स्थिरता, सामाजिक प्रतिष्ठा तथा पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना रहन्छ। पहिले गरेका मेहनतका परिणामहरू यही समयमा देख्न थाल्छन्। धेरै धनुराशिका व्यक्तित्वहरूले यही उमेरमा घर, जग्गा, सवारी साधन तथा अन्य सम्पत्तिको सुख प्राप्त गर्छन्। सन्तान पक्षको कुरा गर्दा सामान्यतया राम्रो मानिन्छ। सन्तानबाट गर्व गर्ने अवसर प्राप्त हुन सक्छ, तर सन्तानको शिक्षा, दीक्षा र भविष्यका विषयमा चिन्ता पनि रहन सक्छ। सही मार्गदर्शन दिएमा सन्तानले राम्रो प्रगति गर्न सक्छन्। समाजमा धनु राशिका व्यक्तित्वहरू इमान्दार र स्पष्ट वक्ताका रूपमा चिनिन्छन्। यसलाई अरूलाई सहयोग गर्न मन पराउने भएकाले धेरै मानिसको सम्मान प्राप्त हुन्छ। कहिलेकाहीँ अत्याधिक स्पष्टवादिताले शत्रु पनि बढाउन सक्छन्। त्यसैले परिस्थिति अनुसार व्यवहार गर्न सिक्नु आवश्यक हुन्छ। बुढैली अवस्थामा धनु राशिका व्यक्तित्वहरू अध्यात्म, धर्म, ज्ञान, अनुभव बाँड्न रुचाउने हुन्छन्। परिवार र समाजमा सम्मानित स्थान प्राप्त गर्ने सम्भावना रहन्छ। जीवनका धेरै अनुभवबाट सिकेका कारण अरूका लागि प्रेरणाको स्रोत बन्न सक्छन्। स्वास्थ्यतर्फ बढ्दो उमेरसँगै जोर्नी दुख्ने, रक्तचाप, मधुमेह, कलेजो तथा पाचन प्रणाली सम्बन्धी समस्या हुन सक्ने भएकाले नियमित स्वास्थ्य जाँच आवश्यक हुन्छ। मानसिक रूपमा सकारात्मक रहनु, ध्यान गर्नु, नियमित हिँडडुल गर्नु लाभदायक हुन्छ। धनु राशिका व्यक्तित्वहरूका लागि शुभ रङ पहेँलो, सुनौलो, केसरिया तथा हल्का सुन्तला मानिन्छ। यी रङहरूले आत्मविश्वास र सकारात्मक ऊर्जा बढाउने विश्वास हुन्छ। शुभ अङ्क 3, 5, 9, 7, 12 यस्ता अङ्कलाई शुभ अङ्क मानिन्छन्। महत्त्वपूर्ण काम गर्दा यी अङ्क विशेष ध्यान दिनुहोला। ब्याङ्क, मोबाइल नम्बर अनि सवारी साधनको नम्बर यस्तोमा शुभ नम्बरहरू प्रयोग गर्नुहोला। शुभ दिनको कुरा गर्दा बिहिबार शुभ मानिन्छ। बिहिबार भगवान विष्णु तथा गुरु ग्रहको पूजा गर्दा पहेँलो वस्त्र धारण, पुण्यदान अनि धार्मिक कार्य गर्दा शुभ फल प्राप्त गर्ने मान्यता छ। धनु राशिका व्यक्तित्वहरूका लागि सबैभन्दा ठूलो सफलता आफ्नो ज्ञान, आत्मविश्वास र सकारात्मक सोचमा लुकेको हुन्छ। जीवनमा जति नै चुनौती आए पनि हार नमान्ने स्वभाव यिनीहरूको सबैभन्दा ठूलो शक्ति हो। आफ्नो बाणीमा संयम, खर्चमा नियन्त्रण र निर्णयमा धैर्यता राख्न सके धनु राशिका व्यक्तित्वहरूले जीवनमा उल्लेखनीय सफलता, सम्मान प्राप्त गर्न सक्छन्। धनु राशि केवल भाग्यको भरमा अगाडि बढ्ने राशि होइन, कर्म र विश्वासको बलमा आफ्नो भविष्य निर्माण गर्ने राशि हो। त्यही कारणले जीवनमा उतार चढाव पार गर्दै अन्ततः सम्मान, अनुभव, ज्ञान, सन्तुष्टिले भरिएको जीवन प्राप्त गर्ने सम्भावना छ। यी त थियो धनुराशिको सम्पूर्ण जीवनका मोटामोटी रूपमा जानकारी। यो सम्पूर्ण जानकारी मोटामोटी रूपमा हो। आफ्नो चिनाकुण्डली हेराएर आफ्नो चिनाकुण्डली अनुसार ग्रहदशाको अवस्थाहरू हेरेर ज्योतिषीय परामर्श लिएर अगाडि बढ्नुभयो भने अत्यन्त आफ्नो जीवन सुमधुर बनाउन सक्नुहुनेछ। ज्योतिष परामर्शको लागि स्क्रिनमा आइरहेको नम्बरमा कन्ट्याक्ट गरेर हजुरले ज्योतिषीय परामर्श लिन सक्नुहुनेछ। आजको लागि भिडियोबाट बिदा दिनुहोस्। फेरि नयाँ श्रृङ्खला लिएर छिटै उपस्थित हुने नै छौँ। अहिलेको लागि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।